म काममा गर्थेँ अनि कामबाट भर्खर फर्केको। आज अर्डर कमै थियो, त्यही भएर आज छिटै बिदा गरिदियो। अनि अहिले साँझको 5 बजिरहेछ। 4 बजे 4:30 बजे 4 बजे सनसेट हुन्छ आजकल। अनि 4:30 बजे त गाह्रो हुन्छ, 5 बजे त यस्तो गइसक्यो। अनि क्रिसमस पनि आइरहेछ, त्यही भएर लाइट देखाउँ कस्तो छ यहाँ। पुरै झिलिमिली बनाएको छन्। अहिले त क्रिसमस छ, अहिले 15 दिन जति होला, पनि अहिलेदेखि झिलिमिली बनाएको छन्। जस्तो झन् यिनीहरू लाइट साइट लगाउने, पोता गर्ने, अनि पार्टी सार्टी गर्ने, दिन रात पार्टी गर्ने, सपिङ खतरा गर्छन् अब यी ब्रिटिसहरू। अनि यस्तो छ, वाउ कति राम्रो लाइट। कति राम्रो लाइट लगाएको छन्। क्रिसमस आइरहेछ अनि त्यही भएर अब जस्तै हामी दसैँ तिहारमा सजाउँछौँ, तिहारमा लगाउँछौँ लाइटहरू, त्यस्तै लगाएको छन्। कति राम्रो लागिरहेछ। भिडियो खै बनाउन मिल्छ कि मिल्दैन, म यतिकै बनाइरहेछु। फेरि हेऱ्यो भने फेरि गाली गर्छ। राम्रो भन्न छ। यता पनि सबले आफ्नो आफ्नो घरको अगाडि सजाइसकेका छन्। चारैतिर पुरै झिलिमिली छ। यस्तै खै मलाई राम्रोसँग देख्नु भएको छ कि नै। लाइट चाहिँ अलि अँध्यारो छ, अँध्यारो त अब त्यस्तै छैन, लाइट साइट लगाएको छ, तर क्यामेरा त्यस्तै फोन भएर अनि त्यति राम्रो क्लियर छैन होला। पनि जे होस्, भ्यू अलि लाइटले गर्दा राम्रो देखिरहेछ। चारैतिर झिलिमिली भइरहेछ अहिले। के राखेको छन् यस्तो यस्तो डलहरू। भिडियो बनाउन सायद मिल्दैन होला, तापनिमा यस्तै हो, बनाइरहेको छु। काममा गएको थिएँ, कामबाट भर्खर फर्केको। आज छिटै बिदा गरिदियो, अर्डर कम थियो त्यही भएर। अनि एकछिन 5 मिनट अलि हिँड्न पर्छ यस्तो बाटो, अनि हिँडिरहेको छौँ। अनि यस्तो लाइट लगाएको छन्, त्यही अलिकति खिचेको। चिसो पनि छ, 7-8 डिग्री होला अहिले। अहिले त अझ घाम थियो, त्यही भएर अहिले टेम्परेचर हाई नै छ। तापनि 7-8 डिग्री चिसो हावा चलिरहेछ। अहिले साँझको अहिले 5 बजिरहेछ। 5 बजे यस्तो राति हुन्छ, 4 बजे 3:30 बजे नै सनसेट हुन्छ, 3:30 4 बजेको आसपास मानौँ। अनि त्यसपछि 4:30 बजे त अँध्यारो हुन्छ, 5 बजे यस्तो भएको छ।